हामीले चाहिँ यसरी च्याउ खेती चाहिँ सुरुवात गर्दैछौँ हैन। यहाँ चाहिँ चुना पानी हालेर यहाँ चाहिँ हामीले ड्रममा चुना पानी हालेर अहिले चाहिँ यो पानीमा चाहिँ हामीले पराल धुँदैछौँ हैन। अनि यहाँ हाम्रो अर्को ड्रम पनि यहाँ चाहिँ यसरी रेडी भइरहेको छ। अनि यसलाई चाहिँ आज चाहिँ यसरी 4वटा ड्रममा 2टा ठुलो ड्रम, एउटा यो भयो, एउटा यो छ हैन, हामीसँग एउटा यो छ। अनि त्यस्तै गर्दा चाहिँ हामीसँग सानो 2टा ड्रम छ। यसरी 4वटा ड्रममा चाहिँ हामीले अहिले चुना पानी हालेर पराललाई चाहिँ भिजाएर छोडिएको छ हैन। सम्पूर्णको चाहिँ हामीले एउटा पाते च्याउ उत्पादन गर्ने भनेर चाहिँ हामीले यसरी चाहिँ भिडियोहरू बनाइएको छ। अब त्यसपछि चाहिँ प्रोसेसहरू हुन्छ, त्यो चाहिँ बिस्तारै म तपाईहरुलाई देखाउँदै गर्छु।